ओम श्री विश्व शान्ति ओम। आदरणीय श्रोता सज्जन धर्मानुरागी महानुभाव, आज विक्रम सम्वत 2083 साल श्रावण महिनाको पुनित पावनी समय 26 गते मंगलबार, तदनुसार अगस्त 11 तारिक सन् 2026 को दिन हो। आज मंगलबार पनि परेको छ। अब मंगलबारले गर्दाखेरि त्यो पनि घण्टा कर्ण चतुर्दशी पनि परेको छ, गठे मंगल पनि परेको छ। यो भन्दा पहिले पनि इतिहासमा घण्टा कर्ण नाम गरेको दुष्ट पिशाच राक्षस डाकिनी जस्ता अनेक चाहिँ दोषहरू भएको हुनाले त्यसलाई उद्धार गरेको दिन हुनाले आजको नाम घण्टा कर्ण चतुर्दशी हो। त्यहीमाथि गुरु उदय भए पनि पूर्ण अस्तको अवस्थाबाट पूर्ण फल दिन सक्ने अवस्था भोलिदेखि मात्रै छ। गुरु यस वर्षकै राजा गुरु ग्रह राजा, त्यहीमाथि आज मंगलबार परेको छ अनि मंगल ग्रह मन्त्री पनि यो वर्षकै। त्यसै गरी आज सूर्य चन्द्रमा र बृहस्पतिको एउटै रेखामा भ्रमण हुँदैछ 10:14 अहिले प्रातःकालदेखि उता, भोलि बिहानको 8:50 बजेसम्म। त्यसो हुनाले यो समयलाई चाहिँ शास्त्रले के भन्छ त भनेदेखि कल्की अवतार हुन सक्ने समय हो भनेर बताएको छ। र किन त 4,32,000 को कलियुगको समयलाई अहिले आएर किन छोटियो त भन्ने कुराहरूमा सूर्य ग्रहण, चन्द्र ग्रहण, सोमबारे अंशी, त्यसै गरी मानिसले गरिएका अनेक पापहरूका कारणले गर्दा चाहिँ यस्तो समस्या आउन सक्छ भनेर बताइएको छ विभिन्न ग्रन्थहरूमा। त्यसै गरी भागवत नाम गरेका ग्रन्थहरूमा पनि अत्यन्त पापै पाप बढेर जानेछ, अत्यन्त दुर्घटना र समस्याहरू हुनेछ भन्ने बारेमा पनि बताइएको छ। त्यहीमाथि सम्बल ग्राम मुख्यस्य ब्राह्मणस्य महात्मन, सम्बल नाम गरेको गाउँमा हुनेछ भनेर पनि बताइएको छ। यसरी अनेक पीडाहरू, अनेक बाधाहरूबाट हामीले मुक्ति पाउनलाई, हाम्रो जीवनलाई राम्रो बनाउनलाई कर्म गर्नुपर्ने हो हैन। त्यसै गरी हामीले गरेका हरेक कामका कारणले कल्की विष्णु जसा नाम दिज काल प्रचोदिता उक्त सयते महावीरयजा महाबुद्धि पराक्रम सम्भूत सम्बल ग्रामे ब्राह्मण बसति शुभे भन्ने अनेक कहाँ त भने महाभारतको वन पर्वमा पनि यो कुरा लेखिएको छ। यसरी अब जे होस्, भगवानले धर्म संस्थापनार्थाय सम्भवामि युगे युगे, यस किसिमले चाहिँ बडो पीडादायी समयहरू चाहिँ आउँछन्। जे होस्, अझै कलियुगका अवस्थाहरू झन् डरलाग्दा आउँछन् र अब यो समयमा दुःखको समयहरू छ। त्यहीमाथि शनि चाहिँ बक्री भएको, बृहस्पतिको अतिचार भएको समय पनि छ। त्यसै गरी शनि चाहिँ मीन राशिमा भएको बेलामा नै कल्की अवतार हुने कुरा पनि कुनै ग्रन्थहरूमा लेखिएको छ। यसरी यी अनेक कठिनाइहरूबाट माथि उठ्नका लागि हामीले प्रयत्न गरौँ, शुभ फल मिलोस् भन्दै आजको पुनित पावनी समयमा आजदेखि अब बढी ध्यानमा लगाऊँ। अनेक किसिमका द्वन्द्व, झगडा, विश्वभरि घटना, दुर्घटना, परिघटनाहरू पनि अब अझै बढ्छन्। त्यसो हुनाले धर्म र अधर्मको अब मात्र युद्ध हुन्छ विश्वमा। त्यसैले धर्म कर्म गर्नेहरूमा बडो पीडा र समस्या आउनेछ। तैपनि धर्म कर्म गर्नेहरू एकजुट भएर अनि त्यसपछि मात्र धरतीमा उज्यालो छाउनेछ भन्ने कामना व्यक्त गर्दै ओम श्री विश्व शान्ति ओम को मन्त्र जप्दै भगवानलाई आफ्ना पूजा उपासना ध्यानहरू अर्पण गर्दै अघि बढौँ भन्ने कामना व्यक्त गर्दछु।